आज घरमा नै सजिलो तरिकाले एप्पल जाम बनाऊ है त। बनाउन एकदमै सजिलो अनि खाँदा एकदमै स्वादिलो, बजारमा किनेको भन्दा कम नहुने एप्पल जाम बनाउन एकदम सजिलो छ। स्याउलाई मसिनो टुक्रा गरी काट्ने, त्यसपछि मैले चाहिँ कलरको लागि थोरै चुकन्दर पनि लिएको छु। एउटा भाँडामा स्याउ र चुकन्दरलाई राखेर त्यसमा पानी हालेर सानो ग्यास बनाएर मैले यसलाई बोइल हुन दिएँ। मजाले यो बोइल हुनु पर्दछ। म्यासरको हेल्पले मैले यसलाई म्यास गर्दाखेरि राम्ररी म्यास भएन, त्यही भएर मैले एकैछिन यसलाई चाहिँ मिक्सर जारमा राखेर पिने। एकदमै थिन मजाको पेस्ट हुनु पर्दछ। पानी नहालिकन अब यसलाई चाहिँ फेरि भाँडामा हालेर सानो ग्यास बनाएर मजाले यसको चलाउँदै पकाउनु पर्दछ। गुलियो चाहिँ यत्तिकै स्याउ यत्तिकै गुलियो थियो, तर मैले थोरै चाहिँ ज्याग्री हालेँ। नानीहरूको लागि बनाउँदाखेरि चिनी मिश्री जे हाल्दा नि हुन्छ। माथिबाट 1 चिम्टी जति नुन अनि थोरै कागती हाले। यसले गर्दा स्वाद अलि मिठो आउँछ, नहाल्दा पनि हुन्छ। अब यो एप्पल जाम रेडी भइसक्यो। देख्दा पनि यस्तो राम्रो कलर आएको छ, खाँदा पनि एकदमै धेरै मिठो छ। बजारको भन्दा कम छैन। ट्राई गर्नुस्, एकदमै बनाउन सजिलो अनि खाँदा हेल्दी, बच्चाहरूलाई गिल्ट फ्री दिन सकिन्छ।